गुड मर्निङ सबैलाई। म अहिले भारसे गुल्मी भारसेको रानीवन होमस्टे पाहुनाघरमा छु। यो रानीवन होमस्टे पाहुनाघर तपाईँको रानतोला स्थित रहेको छ। म यही ठाउँको यही गाउँमा जन्मेको मान्छे, यही माटोमा मेरो लगाव छ। धेरै वर्षसम्म मैले यही माटोमा जन्मेर हुर्केँ र यही स्कुलमा अध्ययन गर्दा यी उकालो ओह्रालोहरू धेरै हिँडेको छु। यी माटा, यी बाटा र यी चिसो मौसम र यी रुख, यी हाँगासँग म धेरै चिर परिचित छु। हेर्नुहोस् त, अहिले यति राम्रो होमस्टे सञ्चालन भएको छ। तपाईँहरू आएर अर्ग्यानिक, एकदम अर्ग्यानिक, तपाईँले के खान चाहनुहुन्छ? ढिँडो, कुखुरा, लोकल कुखुराको मासु, आँटो, होइन, तपाईँले के खान चाहनुहुन्छ? तपाईँको रोजाइमा यहाँ खाना पाक्नेछ र तपाईँले यहाँको कला हेर्न चाहनुहुन्छ भने पनि त्यो प्रस्तुत हुनेछ तपाईँको लागि। रानीवन होमस्टे, हेर्नुहोस् त, यो ठाउँमा व्यवस्थित छ। तपाईँ यो घरमा आएर बस्न सक्नुहुन्छ। यी कोठाहरू बिस्ताराहरू न्यानो बिस्तारा। हाम्रो बाबाले यहाँ कपडा लाउनुहुन्छ। हजुर, मेरो बुवा आज यहाँ बस्नुभयो। सँगै तपाईँले पाउनुहुनेछ नुहाई धुवाई र वासरुम गर्नुको लागि तपाईँको चाहिँ यो व्यवस्थित शौचालय पनि तपाईँले पाउनुहुनेछ। यहाँबाट पहाडी देखिन्छ झुलिथोङ देवी मन्दिर। यो साइडमा गुफा, भक्तिनी पर्वहरू बस्ने ठाउँ। पहाडी देखिएको जमाडी डाँडा र यो साइडमा छ बुकेनी, जहाँ म जन्मेँ र हुर्केँ। यही ठाउँको माटो र यी वातावरणले मलाई बोलाइरहेको छ, त्यस्तो फिल हुन्छ मलाई। किन जहाँ जन्म्यो, जहाँ हुर्क्यो, जुन ठाउँमा चाहिँ आफू चाहिँ खेल्यो, त्यो ठाउँको औधी माया लाग्दो रहेछ। म यो ठाउँमा सबै कुरा छोडेर आउँ जस्तो लाग्छ। वातावरण बन्दैछ। सबै हामीहरू यो ठाउँ जसले यो जग्गा जमिन बेचेका छैनन् उनीहरू फर्किनुपर्छ र आफ्नो सन्तानलाई आफ्नो भूमि र आफ्नो माटो देखाउनुपर्छ। अब यहाँ नेपालमा भएको सबै दाजुभाइहरूको लागि त त्यो लागु नहोला त्यो सबै कुरा, तर हामी जुन विदेशमा बस्छौँ, युके स्पेसली, हङकङ लगायत धेरै देशमा हामी भारतीयहरू छरेका छौँ। कतिपय हाम्रा सन्तानहरूलाई हामीले भारसे र भारसेको कुराहरू सुनाएका छैनौँ। अब हामीहरू त्यही आफ्नो गाउँ लिएर आउनुहोस्। हेर्नुहोस् त कति सुन्दर छ यो गाउँ।
तर कति सुन्दर छ यो वातावरणहरू यहाँबाट चाहिँ मान्छेहरू किन मधेस सरे त्यसको त्यो कुराहरू अर्को भिडियोमा खोलौँला कुरा बुझौँला सोधौँला तर यो भिडियो स्पेसली आज रानीवन होमस्टेको लागि हो र तपाईहरु आएर यहाँ बस्नुहोला भन्नुको लागि तपाईहरुलाई चाहिँ जानकारी सहित यो भिडियो बनाएको छु हेर्नु होला र सबै कुरा काम ओमदाई तपाईहरु पनि आउनु होला र आफ्नो यो गाउँ ठाउँ र यो माटोमा केही सार भए पनि रमाउनु होला र आफ्ना सन्तानलाई बुझाउनु होला भन्नु होला हामी भारसेली हौं है हस्त अब केही क्षणमा हामी बुकिनीतिर लाग्नेछौँ बुकिनीको कुराहरू फेरि गर्नेछौँ र बुकिनीको बारेमा भन्नेछौँ तपाईहरुलाई आजलाई यो भिडियो यही अन्त्य गर्न चाहन्छु धन्यवाद बाई बाई सबैको दिन शुभ रहोस्